रौतहट क्षेत्र नम्बर 3 का जनतालाई तपाईले के सन्देश दिन चाहनुहुन्छ? म रौतहट निर्वाचन क्षेत्र नम्बर 3 का जनतालाई हात जोडेर भन्न चाहन्छु, म माथि सधैँ अन्याय अत्याचार हुँदै आएको छ। 79 मा पनि अन्याय अत्याचार भयो। मलाई भन्दै थियो सबैले यो गरिबको छोरो हो, बिक्री हुन्छ। तर बडे बडे जिम्मेदारका सामन्तका छोराहरू बिक्री भए, लिलाम भए। म देश र जनताको निमित्त लडिरहने, परिवर्तनको निमित्त आफ्नो ज्यान बाजी थापेको मान्छे हुँ। म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निमित्त विद्यार्थी कालदेखि नै सङ्घर्षरत छु। त्यसैले म रौतहट 3 नम्बर क्षेत्रका जनतालाई आग्रह र विनम्र अनुरोध गर्न चाहन्छु, एकचोटि यो गरिब किसानका छोरामाथि विश्वास गर्नुहोस्। 5 वर्षमा 60 महिना हुन्छ। अरूलाई 360 महिना दिनुभयो, 20 वर्ष दिनुभयो। यो क्षेत्रलाई कङ्गाल बनायो, परिवारवादको वंशवादको अखाडा बनायो। मलाई एकचोटि रौतहट 3 का जनताले न्याय दिनुहुन्छ भन्ने विश्वासका साथ म गरिबका छोरा, किसानका छोरा, जनताको घर घरमा जाँदैछु। धन्यवाद।